साथ त्यहाँ जान बिन्ती गरे, तर शिवले त्यसलाई अस्वीकार गरे। सतीदेवीले भने यज्ञमा सहभागी हुने दृढ सङ्कल्प गरे। उनी शिवको इच्छा विपरीत आफ्नो पिताको राज्यमा जान हिँडे। शिवले त्यहाँ उनको अपमान हुन्छ भन्ने जानेर उनलाई त्यहाँ नजानका लागि चेतावनी दिएका थिए, परन्तु सतीदेवी शिवको कुरा नमानेर हिँड्न लागे। शिवले सतीको सुरक्षाको लागि आफ्नो गण उनीसँग पठाइदिए। सती यज्ञतर्फ गइरहेको देखेपछि दक्ष रिसाउँदै उनीसँग ठुलो ठुलो स्वरले कराएर उनको अपमान गर्न थाले। दक्षलाई सबका अगाडि शिव र शक्तिको बारेमा अत्यन्त अपमानजनक कुराहरू सुनाए। दक्षले स्पष्ट रूपमा सुनाए कि त्यहाँ कहिल्यै पनि शिव र सतीको स्वागत हुने छैन। सतीले भने आफ्नो पितासँग विनम्रताका साथ कुरा गर्ने कोसिस गरे, तर उनले शिव एक अद्भुत पति भएको तथा आफूहरूको वैवाहिक जीवन खुसीमय रहेको बताए। तर दक्ष यो सुनेर पनि प्रभावित भएन। उनले सबको सामु शिव र सतीको अपमान गरि नै रहे। अन्त्यमा सतीलाई सबै कुरा